One eternity later. Hi everyone, welcome back to my channel. Hello Dai. हेलो आज चाहिँ दाइको बर्थडे. ह्याप्पी बर्थडे दाइ. Thank you, sister. अनि हामी मन्दिर जाँदैछौँ. मन्दिर कसैले कसैलाई कालो देख्यो भनेर पिर पऱ्यो. अब चाहिँ आज होइन हामी मन्दिर गएर देखाउँछौँ. त्यहाँ दाइहरू पनि हुनुहुन्छ. दाइको साथीहरू अपेक्षा त्यहाँ छिन्. Oh my god, oh my gosh. मन्दिर आयौँ हामी चाहिँ. यो चाहिँ साउथ इन्डियन वाला टेम्पल भने जस्तो लाग्थ्यो होइन? हो होइन? कस्तो दामी हेर्नु त, साउथ दामी रहेछ मन्दिर त. मन्दिरमा हामी चाहिँ अब मन्दिर आइसक्यौँ. यो चाहिँ साउथ इन्डियन मन्दिर हो. कम अन लेट्स एक्सप्लोर इट. हेर्नु आर्किटेक्चर कस्तो दामी छ. साउथ इन्डियामै पुगे जस्तो लाग्यो. हाम्रो दाइ चाहिँ साउथ इन्डियामै जन्मिनु कता अरे? चेन्नाई मद्रास हो. चेन्नई एउटै हो. मद्रास चेन्नाई त्यही भएर हामीलाई हेर्नु कस्तो दामी छ मन्दिर. अनि म यहाँ छु. म पनि दामी छु. म त अपेक्षासँग पनि आएको हो. अघि मैले अपेक्षालाई देखाएको थिइनँ. म चाहिँ क्यामराम्यान. क्यामेरा गर्ल. क्यामेरा लान बन्द छ यहाँभित्र. यहाँभित्र चाहिँ क्यामेरा लानु बन्द छ. सो हामी चाहिँ यहाँ स्टप गर्छौँ ब्लगिङ. अब हामी चाहिँ दर्शन गरेर आयौँ होइन. अब भित्र न फोटो खिच्न मिल्छ न भिडियो खिच्न मिल्छ न टिका लगाउनै मिल्छ. टिका पनि लगाएन यति. अब बाहिरैबाट चाहिँ देखायौँ. अब हामीले पनि भित्र गएर एक्सपिरियन्स त गऱ्यौँ तर भिडियो चाहिँ खिच्न मिलेन नि त. सो बाहिरैबाट कस्तो राम्रो आर्किटेक्ट पछि इन्भाइरोमेन्ट पनि कस्तो राम्रो. अनि एकदम आनन्द फिल भयो भित्र गएर. तर हेर्नु यहाँ यहाँबाट भित्र जाने. हामी चाहिँ घुमेर सक्यौँ. फोटो भिडियो खिच्यौँ. अब त्यसपछि अब हामी जाँदैछौँ. दाइहरू चाहिँ त्यहाँ हामीलाई कुरेर बस्नुभएको. दाइ कस्तो लाग्यो मन्दिर? मन्दिरमा पहिला नै आएको थिएँ. हो म पनि जाँदा फर्स्ट कस्तो लाग्यो मन्दिर अपेक्षा? राम्रो एकदम. के हो अरे यसको नाम? यहाँको नाम फाल्चा. त्यही हो है. टायर देखिनु भयो. दाइ कस्तो छ? मिठो छ यार. हामीलाई चाहिँ किन्दैन जस्तो चाहिँ. हजुर लिइरहनु भयो. स्विमिङ पनि भयो तिमी के खाँदै हो? के भन्नु छ? छैन. ह्याप्पी बर्थडे. कसलाई ह्याप्पी बर्थडे? मेरो बर्थडे त होइन. अब चाहिँ हामी खानेकुरा खायौँ. अब हामी घर जाने हो. त दाइ चाहिँ स्विमिङ. यो भन न. दाइ चाहिँ स्विमिङ. अनि त्यसपछि बाई बाई बाई. तपाईँ चाहिँ कहाँ पछि जानुभएको? जाँदाको हालत र घर आउँदाको हालत हेर्नुहोस् मेरो. म खुब टिकटक बनाउँछु आएर उयो पार्कमा है. त्यो भिडियो खिच्छु फोटो खिच्छु भन्ने सोचेको थिएँ. अब यही कपडा लाएर नेक्स्ट डे खिच्नु पर्ला. अनि दाइको बर्थडेमा मजा आयो आज. हजुरलाई कस्तो भयो? मजा आयो.
एकदम रमाइलो भयो होइन एकदम यो चाहिँ दाइको साथीहरूले दिनुभएको दाइको बर्थडे गिफ्ट पियानो मजा चाहिँ मलाई हुनेवाला चाहिँ किनकि म पियानो बजाउनेवाला छु अनि स्वान दाइको बर्थडे हो खासमा होइन तर गिफ्ट मैले पाइराखेँ